घन्टी बजाउँदै आएको दलले पनि आफूलाई नयाँ भन्छ, त्यो नयाँ दल होइन है। त्यसको सभापति एकचोटि तपाईँको उप प्रधानमन्त्री तथा गृहमन्त्री भइसकेको हो है। त्यसो भएको कारणले गर्दाखेरि त्यो दल नयाँ दल होइन। गृहमन्त्री भन्दाखेरि आफै सहकारीको काण्डमा मुछिएको छ, त्यो जीबी राई भन्छ, उसलाई खोजेर ल्याउनु पर्दैन। कतिचोटि गृहमन्त्री भइसकेपछि चाहिँ जीबी राईलाई पक्रेर ल्याउने हो त। जीबी राईलाई पनि बदनाम मात्रै गरिएको जस्तो लाग्छ है। कहाँ गयो जीबी राई? को जीबी राई? एनीबडी नोज? थाहा छैन है, केही पनि गर्दैन। त्यही तपाईँको पार्टीका सांसदहरू जितेर गएर सदनमा कहिले गरिब दुखीको बारेमा, किसानको बारेमा, मजदुरको बारेमा, पीडितको बारेमा कहिले बोले? केही पनि फरक छैन है। पुरानै जस्तो गाँठो बन्धन र गठबन्धन गर्दै सत्तामा जाने, मलाई प्रधानमन्त्री दे, मलाई गृहमन्त्री दे भन्दै रोइलो मचाउने मात्रै हो। हामीले पहिल्यै टेस्ट गरेर देखिसकेको। पहिल्यै चाख्दाखेरि टर्रो आयो, फेरि दुईचोटि किन चाखेर मुखमा टर्रो बनाउनु बेकार हो हैन। वी आर नट द्याट फुलिस। त्यसले गर्दाखेरि सबैजनालाई म भन्न चाहन्छु, त्यो पार्टीबाट केही पनि आउँदैन। यो देशको माया लागेर कुदिन्छु है। डढेलो लाग्छ, आगो निभाउँछु, जङ्गलमै बास बस्छु, ढुङ्गा बोकेरै भए पनि बजेट छैन। यति सानो बजेट छ, यत्रो छ समस्या। यत्रो समस्यालाई थेक्नका लागि यति बजेटले काफी हुँदैन भनेर दिनभरि रातभरि काम गर्नु पर्छ। त्यसरी काम गर्दाखेरि अपमानित बन्छु म हैन। ढुङ्गे, गदा, गोरु, हर्के, हलदार, यी सारा नामहरू मैले पाउँछु हैन। जेनजीको आन्दोलनमा म त एउटा सानो मान्छे भनेर बसिराखेको, त आन्दोलन भइसकेपछि त सबै ठुल्ठुलो नेता, यत्रो ठुल्ठुलो नेता, खतरा क्या। 30 वर्ष 40 वर्षदेखि अरे फेरि यो शास्त्र त्यो सिद्धान्त घोकेको सबै दुलोभित्र लुकेन। यो देशलाई विपद पर्दाखेरि त कोही पनि नआउँदो रहेछ। त्यतिखेर त्यो फुच्चे केटाहरूको साम्बाङ भन्ने आएको थियो यहाँनिर देश सम्हाल्छु भनेर। यो स्मरण रहोस्, यो स्मरण रहोस्, यो स्मरण रहोस्। एउटा मान्छेको मायाले कति फरक पार्दो रहेछ जिन्दगीमा। हिमाल, पहाड, तराई, वन, जङ्गल, नदी, नाला, ताल तलैया सारा तपाईँको चाहिँ प्राकृतिक सम्पदाले भरिभर भएको देश हो त होइन। 125 भन्दा तपाईँको धेरै जातिहरू मिलेर बसेको संस्कृतिले धनी देश पो त यो त होइन र। त्यस्तो देश जुन देशमा चाहिँ नि होइन, हाम्रा पुर्खाहरूले आजभन्दा 1500 वर्ष पहिला ढिकी र जाँतो बनायो, फलाम पनि थिएन, खोइ कसरी बनायो। साह्रै साइन्टिस्ट हुनुहुन्थेछ हाम्रो बाजे पुर्खा। पछि गएर हामीलाई के पढायो, सियो पनि बनाउन आउँदैन।